प्रशिक्षक साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी हाम्रा भाइबहिनीहरू, हामी अत्यन्तै खुसी छौँ किनकि हामी यो लम्बी नगरपालिकाले 3 महिने र यो बेसिक र डिप्लोमा कोर्सको लागि हामी उसको कम्प्युटर तालिमको लागि आयोजना गरेका थियौँ। त्यसमा तपाईँहरू सफलतापूर्वक सहभागी भएर हाम्रो यो कार्यक्रमलाई एउटा उसमा निष्कर्षमा पुर्याइदिनु सफल पारिदिनु भएकोमा तपाईँहरू सम्पूर्ण परीक्षार्थी भाइहरूमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। वास्तवमा यो लम्बी नगरपालिकाको यो 3 नम्बरको बजेट होइन, यो तपाईँहरू हामी तपाईँहरूको बुवा, तपाईँहरूको काका भाइहरू सबैले उठाएको करबाट हामी यो सञ्चालन गरेका हौँ। तपाईँ नठान्नुहोस् कि यो बजेट हामी 3 नम्बरको यो त बजेट हामी तपाईँ सबैको हो। तपाईँहरूले यदि तपाईँहरूको यो के भन्छन् यो रासो नतिरेको भए, कर नतिरेको भए यो कार्यक्रम सञ्चालन गर्न हामी सक्ने हुन्थ्यौँ। त्यसै कारण यो कार्यक्रम यो 3 नम्बरको मात्र नभएर सम्पूर्ण वडा नम्बर 3 वासीको सम्पूर्ण विद्यार्थी तपाईँ भाइ बहिनीहरूको हो। र आगामी दिनहरूमा तपाईँहरूको चाहना के छ, तपाईँहरू प्रपोजल पेश गर्नुहोस्, तपाईँहरू आफ्नो इच्छा के जब जाहेर गर्नुहोस्। त्यसको लागि हामी 3 नम्बर जहिले पनि तपाईँहरूको युवा विद्यार्थी भाइ बहिनीहरू, युवाहरू साथी भाइ बहिनीहरूलाई जहिले पनि ठुलो गराउन तयार छौँ। अब भर्खर हामी यो साल 83-84 को लागि पनि बजेट वियोजन गरेको समय भएको छ। तपाईँ एउटा योजना गराउनुहोस्, तपाईँले के चाहनुहुन्छ, त्यसको लागि हामी एकदम तयार छौँ। यो बाटोघाटो भनेको केन्द्र सरकारले बनाउने हो, यो स्थानीय सरकार भनेको स्थानीयको प्रत्येक स्थानीय उसको नजिकको सरकार भएको कारणले गर्दाखेरि स्थानीय हामीले के चाहन्छौँ, हाम्रो घरमा कुनै सानोतिनो समस्या के छ, मेन भनेको हाम्रो सम्पूर्ण हाम्रो यसमा लम्बी नगरमा 3 मा भएका युवा युवतीहरू के चाहनुहुन्छ, उहाँहरूलाई उजागर गर्ने हो, उहाँहरूले प्रोत्साहित गर्ने हो। त्यस कारण तपाईँहरू हाम्रो भाइ थापा भाइ हुनुहुन्छ, उहाँहरूले के भन्न चाहन्छु भने आगामी दिनमा 83-84 को बजेटको लागि तपाईँ के गर्नुहुन्छ, खेलकुद चाहिन्छ कि खेलकुदको समाजहरू चाहिन्छ कि तपाईँहरू पढ्नको लागि कुनै स्कुलमा फ्री स्कुल चाहिन्छ, त्यसको हामीले गर्नुहोस्। हामी अहिले पनि यसको विद्यार्थीको लागि हामी धेरै कुरा गरिरहेको छ। हाम्रो वडा सदस्य सुमन भाइले भन्नुभयो हामी खल्कापुरमा पनि जस्तै कक्षा 11 मा पढ्ने विद्यार्थीहरूको हामी भर्ना शुल्क फ्री गरेका छौँ। त्यस्तै बनगाउँ स्कुलमा पनि भर्ना शुल्क फ्री गरेका छौँ। त्यस्तै हामी उसमा बहुमुखी क्याम्पसमा त्यहाँ सधैँ पनि ब्याचलर पढ्ने विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूको सम्पूर्ण फिस एडमिसन शुल्क उहाँहरू तिर्नुहुन्छ। बाँकी जति वर्षभरिमा त्यो फिस हुन्छ त्यहाँहरूको फिस हामी वडा नम्बर 3 बाट हामी भुक्तानी गरेका छौँ। त्यस्तै उच्च मावि देउपुरमा पनि प्राविधिक धारमा पनि त्यहाँ पढ्ने चाहनुहुन्छ भने त्यहाँ पनि पैसा हामी लगानी गरेका छौँ। सब इन्जिनियरको लागि पैसा लगानी गरेका छौँ। अहिले पनि तपाईँ जुन एसी पास गर्नुहुन्छ, एसी पास गरिसकेपछि कहाँ पढ्न चाहनुहुन्छ, खल्कापुर बनगाउँ, तर उसमा हामी सरकारी स्कुलमा सबै गर्छौँ, प्राइभेट स्कुलमा हामी लगानी गर्दैनौँ। किनकि यो भनेको एउटा सरकारले हामी तपाईँहरूको करबाट दिने पैसा हो, त्यस कारण संस्थागत विषयमा गर्दैनौँ। र 11-12 मा पढ्ने विद्यार्थी भाइ बहिनी हुनुहुन्छ भने तपाईँहरू के पढ्न चाहनुहुन्छ, यदि आइसिएससी पढ्नुहुन्छ बनगाउँ स्कुलमा जानुहोस्, त्यस्तै सब इन्जिनियर पढ्नुहुन्छ भने देउपुर स्कुलमा जानुहोस्, र ब्याचलर पढ्ने कुनै पनि उसको हाम्रो देउपुरी बहुमुखी क्याम्पसमा त्यहाँ कुन पढ्न चाहनुहुन्छ, कुन फ्याकल्टी पढ्नुहुन्छ, म्यानेजमेन्ट अनि एजुकेसन अरू साइन्स के पढ्नु चाहनुहुन्छ, त्यसको लागि हामीसँग वडामा सम्पर्क गर्नु होला।
त्यसमा हामी तपाईँहरूको हामी फिस हामी वडा नम्बरले 3 दिनेछौँ र आगामी अरू कोही विद्यार्थी भाइ बहिनीहरू के भन्नु चाहनुहुन्छ कोही खेलकुद इच्छा राख्नुहुन्छ भने हामीहरूले यो खेलकुदको लागि के गर्न सक्नुहुन्छ त्यसको प्रपोजल पेश गर्नुहोस् र हामी भर्खरै के गरेका छौँ भने हामी एक दिन मात्रै होइन डाक्टर पनि पढाइरहेका छौँ। हाम्रो अहिले हामी खल्कापुरबाट 2 जना विद्यार्थी भाइ बहिनीहरूले डाक्टरको लागि पनि उसमा MBBS पढ्नको लागि हामी त्यसको पनि पैसा तिरेका छौँ। यदि तपाईँहरू कुनै यस्तै राम्रो इन्जिनियर सिधै राम्रो पढ्न चाहनुहुन्छ भने आउनुहोस् एकदम हामी वडा नम्बर 3 तपाईँहरू ढोका जहिले खुला छ र आगामी दिनमा तपाईँ अझ हामी कम्प्युटर तालिम होइन हामी तपाईँ विद्यार्थी भाइले कम्प्युटर तालिम अहिले हामी इलेक्ट्रिकलको तालिम पनि चालु गरेका छौँ र अर्को कुरा के हामी विद्यार्थी भाइ बहिनी हामी किसानको लागि पनि दिदीबहिनीको लागि त्यसको सिलाइ कटाइको लागि पनि हामी 20 गतिदेखि हामी सञ्चालन गरिरहेका छौँ। अर्को लेभल 2 को पनि झोला बुनाइ हाम्रा हाम्रो कोही छ भने अब हामी बजारमा जुन झोला उत्पादन हुन्छ त्यो झोला उत्पादनको हामी हाम्रो 3 नम्बरबाट उत्पादन त्यसको लागि तालिम गर्न गएका छौँ। तपाईँहरू जुन स्कुलमा प्रयोग गर्नु त्यो झोला हाम्रो 3 नम्बरबाट उत्पादन हुन्छ हाम्रो यहीँबाट त्यसको लागि तालिम दिन गइरहेका छौँ। अब त्यस कारणले गर्दाखेरि झोलासोलाहरू जति तपाईँहरू चाहिन्छ त्यसको हाम्रो उसमा हाम्रो प्रशिक्षक हुनुहुन्छ त्यहाँ झोला उत्पादन हुन्छ त्यहाँ सम्पर्क गर्नुहोला। सस्तोमा राम्रो खाले झोला पनि हामी दिन चाहन्छौँ र अर्को कुरा हामी जुन दिदीबहिनी कोही छन् कृषकको लागि पनि छन् गत वर्ष हामी च्याउ खेतीको लागि पनि हामी पैसा लगानी गरेका छौँ। अहिले पनि दिदीबहिनीको लागि च्याउ खेती गरेका छन् हाम्रो मजगाउँमा त्यहाँ च्याउ खेती फर्ममा जानुहोस् तर सस्तोमा राम्रो खाले अर्ग्यानिक च्याउ खेतीको यहीबाट काजमा च्याउ खेती गर्न पाउनुहुन्छ र हामीसँग धेरै टाइम नभएको कारणले गर्दाखेरि धेरै भाइ बहिनीहरू साइड स्कुलमा जानुपर्ने भएको हुँदा गर्दा आजको यो समापन कार्यक्रममा यही समापन गर्न चाहन्छु र आगामी दिन तपाईँहरूको भविष्य अझ उज्जवल होस्। तपाईँहरूको जुन यो आज प्रमाणपत्र लगाउनुहुन्छ यो प्रमाणपत्र झोलामा नराख्नु होला यसलाई धेरैभन्दा धेरै युटिलाइज गर्नुहोला र यो तालिमको उसमा गर्दाखेरि कुनै किसिमको कमी कमजोरी भएको होला भने त्यसको लागि म आज तपाईँहरूको हामीबाट उसको माफी माग्न चाहन्छु। यति भन्दै म आफ्नो आजको कार्यक्रम यही समापन गरेर तपाईँ बिदा हुन्छु। नमस्कार।